सोच्नुहोस् त तपाईँ एउटा कफी सपमा गएर कफी अर्डर गर्नुहुन्छ तर वेटरले तपाईँलाई कफीको साटो सिङ्गे एस्प्रेसो मसिन त्यसपछि कफीका बिन्सहरू अनि त्यसपछि ग्राइन्डर ल्याएर थमाइदिन्छ। सुन्दा अचम्म लाग्ला तर धेरै जसो डेभलपरहरूले प्रोडक्सनमा एप्लिकेसन डिप्लोय गर्दा ठ्याक्कै यस्तै गल्ती गरेर आउँछन्। जसरी कफी बनाउनलाई र मेटेरियलहरू टुल्स मसिनहरू चाहिन्छ तर कफी सर्भ गर्नलाई एउटा कप र कफी भए पुग्छ, त्यसरी नै एप्लिकेसनलाई बिल्ड गर्नलाई हेभी टुल्सहरू त्यसपछि डिपेन्डेन्सीहरू चाहिन्छ भनेदेखि त्यो एप्लिकेसनलाई सर्भ गर्नलाई कम्पाइल कोड र एउटा लाइट वेट रन टाइम इन्भाइरोमेन्ट भए पुग्छ। आज म तपाईँहरूलाई डकर प्रयोग गरेर कसरी हेभी टुल्सहरू बाइपास गरेर फाइनल लाइट वेट कोड मात्रै डेलिभर गर्न सकिन्छ भनेर जानकारी दिन्छु। नर्मल्ली डकर फाइलमा हामीले सबै कुरा एउटै इमेजमा कोच्छौँ, जसले गर्दा इमेजको साइज चाहिँ बढेर 1-2 GB को हुन्छ, सर्भर स्लो गर्छ अनि त्यसपछि सेक्युरिटी रिस्क पनि आउने गर्छ। यसको लागि हामीले डकर फाइललाई दुईटा स्टेजमा डिभाइड गर्छौँ। पहिलो स्टेज जसलाई चाहिँ बिल्ड स्टेज भनिन्छ, यो स्टेजमा हामीले सबै डिपेन्डेन्सीहरू इन्स्टल गर्छौँ, हेभी टुल्सहरू प्रयोग गरेर कोडलाई कम्पाइल गर्छौँ। सेकेन्ड स्टेजलाई हामी प्रोडक्सन स्टेज भन्छौँ अनि यो प्रोडक्सन स्टेजमा चाहिँ हामीले लाइट वेट रन टाइम इन्भाइरोमेन्ट मात्रै प्रयोग गर्छौँ। अनि त्यसपछि हामीले फर्स्ट स्टेजबाट एक्सपोर्ट गरेको कम्पाइल कोडलाई चाहिँ पुल गर्छौँ यो स्टेजमा, बाँकी रहेको जङ्क फाइलहरू हेभी टुलहरूलाई हामीले फर्स्ट स्टेजमै छोडिदिन्छौँ। यति गर्दा हाम्रो 1-2 GB को डकर फाइल 400-500 MB मा झर्छ, हाम्रो एप फास्ट हुन्छ, हाम्रो सर्भरको स्पेस बचत हुन्छ अनि त्यसपछि एप्लिकेसन सेक्योर हुन्छ।